त्यो कुरा चाहिँ एयर फ्रायर यताउता भनेर त जकेट यताउता भन्ने कुरा भयो। जब यति यस्तो कुरालाई लिएर त यस्तो अरे उस्तो अरे कति भन्न सकेको, भित्र कुरा कसले थाहा, भित्र कुरा कसैले थाहा छैन नि त। इभन मलाई पनि थाहा छैन। अब हजुरले बोक्नु भएको मैले थाहा पाइसकेँ दिदी खासमा के भएर छ एयर फ्रायरको चाहिँ भनेपछि अब ऊ त गयो अनि एयर फ्रायर चाहिँ मेरो किचनमै थियो तर मैले प्रेसर कुकरमा खाना बनाउने म त नेपाली परेँ होइन। ऊ हुँदाखेरि पो एयर फ्रायरमा हालिरहेको थिएँ अनि सिटी लाग्ने खालि सिटी लाग्ने प्रेसर कुकर मात्रैबाटै सिटी लाग्ने एयर फ्रायर रिसाएर घरबाट निस्कियो। अब निस्किएर कहाँनिर कुन दुलोमा लुकेछ थाहा नै छैन कि दिदी। खोज्दा खोज्दा म अस्ति बाइकमा पनि गएँ, सबै ठाउँ खोजेँ, यहाँ दिनदिनै खोजेँ छु, कहीँ भेट्नु रिसाएर कहाँनिर लुक्या कुन दिन फुत्ता आउँछ अब। अब यसरी लिनु पर्यो सबै मान्छेले भन्नु। केसम्म गाली गर्न सक्नु भएको तपाईँले, त्यो तपाईँले गाली गरेर यहाँलाई के फरक पनि पर्दैन होइन। यत्तिकै हात मात्र दुख्ने हो, त्यो लेखेर यत्तिकै आफ्नो कुरा वचनहरू खेर मात्र फाल्ने हो। त्यो रफ शब्द बोलेर त्यो गरेर के एयर फ्रायर जकेटहरू त्यो उससँग जान्छ त? ल भन्नु न तपाईँहरू आफै न, के नलेख्नुहोस् न, भित्रको कुरा हो उनीहरूको आफै सुध्री ऊ भइहाल्छ नि, सल्भ भइहाल्छ नि। बाहिर सोसियल मिडियामा यति सानो सानो कुराहरू लिएर तत्सोर यताउता, यहाँको फ्यामिलीले नि हेर्नुहुन्छ यो लाइफ, सबैले हेर्छ नि त, कस्तो नराम्रो लाग्छ नि त आफ्नो बच्चाको। एकदम ठिक हो दिदी, हो नि होइन। अनि तर पनि खै किन बुझ्दैन, यो अघि कस्तो कस्तो मेसेज बाँच्न दिनुहुन्न यसलाई के भनेको मेसेज देखिरहेको थियो। किन तपाईँहरूले त्यो मेसेज गरेर बाँच्नै दिँदै आफ्नो लाइफ हो त्यो, मुभ अन हुन पाउँछ सबैले होइन। त यति चाँडो मुभ अन भएछ यताउता अनि त्यस्तो कुराहरू भनेर के हुन्छ त? मुभ अन हुने भइसके होइन, भन्नेले केही पनि भन्नेले भनेर त्यो रोकिने कुरा होइन, त्यो ब्याग जाने कुरा होइन। यदि जाने भए गइहाल्थ्यो, त्यो कुरा यदि ठुलो इस्यु हुने थिएन होइन। के हो यहाँ एक्सप्लेन नगरेको के भनेर भनेर मैले एक्सप्लेन गरेको होइन, यस्तो यस्तो हुन्छ भनेर भनेको मात्र। तपाईँहरूले यस्तो जेपिटी लेखेरै पाउनुहुन्छ, ल भन्नु न के पाउँछ भने मात्र प्रतीक सुन, प्रतीक यो कुराहरू सोचेर अरूको कुराहरू सोचेर यहाँ होइन ब्रेकअप कसको हुँदैन हो कि होइन भन न। एउटा नेपाली भएर एकजना नेपालीलाई अनि भोलि ल मानौँ न कसैले तिमीले भोलि केही गरेर तिमीलाई केही भएको थियो भने चाहिँ अनि यही नेपालीहरूले बिचरा तपाईँहरूले सपोर्ट गर्नु भने भोलि यो गर्छन्। तिमी यस्तो यिनीहरूको कुरा सुन्दा पनि नसुन होइन। अर्को कुरा सुन न, अर्को कुरा म अचम्म लागेको, हिजो तिम्रो अफेयर भनेर जब भिडियो बनाउँदाखेरि यिनीहरू नै हो फेरि होइन, ग्रिन कार्डको लागि उसको लागि त्यसले गरेको। अहिले ब्रेकअप हुँदा त उसलाई चाहिएको थियो भने त उसले ग्रिन कार्ड लिएर बिहा गरेर उसँग लिएर बस्थ्यो होला नि त। तपाईँहरूले जे गर्दा पनि सुख दिनु हुँदैन भने तपाईँहरूले एटलिस्ट उसलाई मोटिभेट गर्न सक्नुहुन्न, मोटिभेसन दिन सक्नु हुँदैन भने चाहिँ नराम्रो नि नभन्नु। अनि एयर फ्रायरको कुराहरू उसले सबै म्यासेजहरूमा चाहिँ क्लियर गरिसकेको छ भने त्यही कुरालाई तपाईँहरूले लिएर आउनुहुन्छ भने चाहिँ अब त्यो तपाईँहरूको मूर्खता हो कि के हो। अब म रुड भयो भने आम सो सरी होइन। के अरे यो कुरा चाहिँ अब तपाईँहरूले किन आई डोन्ट नो चिटर के तपाईँको घरमा चाहिँ तपाईँहरूको चाहिँ के ब्रेकअप हुँदैन? बिहा भएर बसेर त हामीले छोडपत्र गरेर बस्नुपर्छ भने त्यही समय र त्यो परिस्थिति चाहिँ नआओस् भनेर चाहिँ मैले गरे हो। अब त्यो भनेको छुट्टै कुरा होइन, तिम्रो अफेयर हुँदाखेरि यिनीहरू नै होइन तिमीले आएर ग्रिन कार्डको लागि केटा बनाइस् भनेर भन्ने होइन कि। सुन्नुहोस् न, अनि यहाँलाई चाहिँ बाँच्न दिनुहुन्न रे, यसलाई यस्तो रे उस्तो रे, यिनीहरूले के गर्छ र भनेको क्या। बाँच्न नदिने त्यो बाँच्न दिने, यिनीहरूले बाँच्न दिए बाँच्ने, नबाँच्न दिए नबाँच्ने होइन नि त। त्यो अरूको लाइफको कुरा हो। यसरी आएर बोल्न अब पहिल्यैबाट अब रिलेसन हुँदाखेरिबाटै अब हरेक कुरा के ग्रिन कार्ड भन्ने कुरा थियो। अहिले फेरि ब्रेकअप भयो, यस्तो लगिस् चोरले चोरको ट्याग दिएर, त्यो मायामा हुँदाखेरि सानसानो कुरा यहाँले पनि त दिनुभयो होला, यहाँले दिएको कुरा त देखा छैन नि त। कस्तो नेट नै स्लो भयो। प्रतिको नेट गयो जस्तो छ।
रुसा सिस्टर कुन ठाउँबाट हो तपाईँ? म युएसबाट। ए के हेर्नु न, यस्तो यस्तो कुराले गर्दा यो कति दिन भइसक्यो क्या यो टिकटकमा